सम्पूर्ण नेपाली आमा बुवा, देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो नमस्ते। म सञ्चारकर्मी पनि होइन, राजनीतिज्ञ पनि होइन, एउटा सर्वसाधारण नेपाली नागरिक हुँ र संसद भवनभित्र भइरहेका क्रियाकलापमा र बाहिर मिडियामा आएका न्युजहरूलाई आधार मानि दुई चारवटा कुरा भन्न गइरहेको छु। पहिलो पटक सोशल मिडिया मार्फत सम्पूर्ण नेपाली दाजुभाइ समक्ष यो भिडियो पुर्याउने जमर्को गरिरहेको छु। कुनै ठाउँमा गल्ती होला क्षमा चाहन्छु र अब विषयवस्तुतिर लागौँ। अस्ति भएको संसद भवनभित्रको आन्दोलन के हामीहरूले ती नेताहरूलाई केही गर्नलाई पठाएको हो? त्यहाँ होइन नि। हाम्रा विभिन्न समस्याहरू छन्, त्यो समस्याहरूमा प्रश्नवाचक चिन्ह खडा होस्, त्यहाँ राम्रो नीति बनोस्, राम्रो नियम बनोस् र हामीलाई सुशासनतर्फ लैजाउन्। बेरोजगार भएर बस्नु परेको अवस्थामा केही सहज र सरल तरिकाले योग्यता अनुसारको रोजगार पाइन्छ कि भन्ने आशा र अपेक्षा गरेका थियौँ। विडम्बना, जस दिनदेखि संसद भवन सुरु भएको थियो त्यसै दिनदेखि विरोध प्रदर्शन सुरु भइरहेको छ। त्यस संसद भवनभित्र न कुनै नीतिमा छलफल भएको छ, न कुनै कानुनमा छलफल भएको छ। खालि विरोध 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 हो। विरोध गर्नुपर्छ। सत्ता पक्षका माननीय ज्यूहरूले पनि प्रतिपक्षमा रहेका माननीय ज्यूहरूको सल्लाह सुझावलाई सोच्नुपर्छ, बुझ्नुपर्छ र सभामुखलाई त्यसतर्फ ध्यान पुर्याउन विशेष पहल गर्नुपर्छ। र विपक्षमा रहनुभएका अहिले खास गरी हामीले मिडियामा देखिरहेका छौँ, सोसल मिडियामा देखिरहेका छौँ, विरोध गर्ने सांसदहरू हुनुहुन्छ, विभिन्न दलका प्रतिपक्षमा रहनुभएका सांसदहरू हुनुहुन्छ। उहाँहरूले के विषयमा विरोध गर्नुभएको छ भन्ने कुरा नै अहिलेसम्म हामीले चाल पाएनौँ के। सबभन्दा दुःखको कुरा विरोध गर्ने हो, नगर्ने होइन। सरकारले गलत काम गरिरहेको छ, गलत कदम उठाएको रहेको छ, त्यस कुरामा विरोध गर्ने हो। सानो कुरामा पनि विरोध हङ्गामा भइरहेको छ। तपाईहरुले विरोध गर्नुहोस्, नगर्नुहोस् भनेको होइन मैले। विरोध गर्नुहोस्, सत्ता पक्षलाई झकझक्याउनुहोस् र सरकारमा रहनुभएका सांसदज्यूहरूलाई पनि के भन्छु भने मेरो सल्लाह सुझाव के छ भने तपाईहरुले राम्रो पक्षलाई साथ दिने हो। सरकारले गलत गर्छ भने त्यसमा आवाज उठाउने तपाईहरुको कर्तव्य हो। के तपाईहरुको जिन्दगी 5 वर्षको लागि मात्रै हो र? होइन नि। देशको लागि पठाएको तपाईहरुलाई देशको लागि सोच्ने बेला भएको छ र प्रतिपक्ष माननीय ज्यूहरूले कुरा उठाउनुहुन्छ। हरेक विषयमा विरोध गर्नुभएको छ। हरेक विषय तपाईहरुको विरोध यस्तो विरोध हुनुपर्छ। तपाईहरुले गरेको विरोध जनताको नजरमा, जनताको दिमागमा प्रेरणादायक हुनु पर्यो। तपाईहरुले गरेको विरोध सरकारले सिकोस् के विषयमा विरोध गर्नुभएको छ, त्यो विरोधको साथसाथै सल्लाह सुझाव पनि जाओस्। मेरो मनपर्ने नेता हुनुहुन्थ्यो पहिला, मेयरमा हुँदा हर्का साम्बा मलाई मनपर्ने नेता हुनुहुन्छ। तर अहिले उहाँको गतिविधि हुन त उहाँका समर्थकहरूले मलाई गाली गर्नु होला। पहिलोपटक मैले भिडियो बनाउँदैछु। मेरो सोशल मिडिया तपाईहरुले चेक गर्दा पनि हुन्छ। युट्युब नेपाली पोषण बाबु युट्युब च्यानलमा गएर तपाईहरुले हेर्दा पनि हुन्छ, सर्च गरेर हेर्दा पनि हुन्छ। मैले अहिलेसम्म कुनै भिडियो बनाएको छैन र मेरो फेसबुक आइडीमा गएर तपाईहरुले चेक गर्दा पनि हुन्छ। मेरो अहिलेसम्म कुनै भिडियो छैन। मेरो टिकटक आइडीमा गएर तपाईहरुले चेक गर्दा पनि हुन्छ। मेरो कुनै भिडियो छैन। मेरो यो भिडियो पहिलो पटक बनाउँदैछु। म चित्त बुझेन के। म नेपाली नागरिक, म कर तिरेर बसिरहेको छु। म नेपाली नागरिक हो। हजुरहरूलाई प्रश्न सोध्ने मेरो अधिकार छ र तपाईहरुले विरोध गर्नुहुन्छ। केसको लागि विरोध गर्नुभएको?
कसको लागि विरोध गर्नुभएको? खाली विरोध खाली हरेक कुरामा विरोध छ तपाईँहरूको। र 2-4 सांसद त देख्दै रिस उठ्ने भइसक्यो यार। होइन यार, तपाईँहरू त राम्रो सक्षम योग्य पढे लेखेको मान्छे भनेर पठाएको होइन त्यहाँ, तपाईँहरूलाई त्यहाँ कुर्सी फोड्नलाई फाइट गर्नलाई पठाएको तपाईँहरूलाई त्यहाँ होइन नि। फाइट गर्ने भने त रेस्लिङ लड्न जानु न यार। त्यहाँ त देशको नीति नियम कानुनलाई बलियो बनाउनलाई हो तपाईँहरूलाई त्यहाँ पठाएको। तपाईँहरूले बनाउन नियम कानुन बनाउनुहोस्, नियम कानुन बनाउनु। भ्रष्टाचार गर्ने मान्छेलाई भ्रष्टाचार प्रमाणित हुन्छ भने त्यसलाई फाँसीको सजाय हुनु पर्यो के। सरकारले त्यो फाँसीको सजाय गर्नलाई अस्वीकार गर्छ भने, फाँसीको सजाय पारित गर्न सक्दैन भने त्यो कुरामा विरोध गर्नुहोस्। किन पारित हुन सक्दैन? देशको भ्रष्टाचारी गर्ने व्यक्तिलाई फाँसी हुनुपर्छ भन्दा पारित गरेन भने त्यसमा विरोध गर्नुहोस्, त्यसमा हङ्गामा मचाउनुहोस्, रोडमा मान्छे निकाल्नुहोस्, हामी निस्किन्छौँ त्यसमा। र प्लस यहाँ बलात्कार ठाउँमा बलात्कार भइरहेको छ। बलात्कार जस्तो जघन्य अपराध गर्ने मान्छेलाई बलात्कार गरेको प्रमाणित हुन्छ भने त्यस्तालाई फाँसीको सजाय पारित गर्नुहोस्। तपाईँहरू नियम बनाउनुहोस्। त्यो फाँसीको सजाय तपाईँहरूले बनाउनु भने अर्को दिनपछि कुनै चेलीले ज्यान गुमाउनु पर्छ, कुनै बाबुआमाको आँखाबाट आँसु बगाउनु पर्छ? पर्दैन नि। हो, त्यस्तो कुरामा आवाज उठाउनुहोस्। त्यो आवाज उठाएको कुरा सदनबाट पास हुँदैन भने त्यसमा विरोध गर्नुहोस् नि, के कति कारणले पास हुँदैन भनेर। र जातीय विभेद छुवाछुत भइरहेको छ ठाउँ ठाउँमा, त्यो विषयमा तपाईँहरूले एउटा कानुनमा ठोस कानुन बनाउनुहोस्। संविधानको पाना मात्रै लेखेर हुँदैन, त्यसलाई निर्णय गर्न ठोस कानुन बनाउनुहोस्। जातीय विभेद कसैले गर्छ भने त्यसलाई 15 वर्ष जेल र 15 लाख रुपियाँ जरिमानाको कानुन बनाउनुहोस्। त्यो कानुन पारित भएन भने त्यस्तामा विरोध गर्नुहोस्। तपाईँहरूलाई सलाम गर्ने मन लाग्छ। र कुनै पनि महिलाले पुरुषलाई अनावश्यक हकमा त्यसलाई फसाउने उद्देश्यले फसाएको घटना हामीले देखेका छौँ। हो, त्यस्तो घटनामा महिलाले लगाएको आरोप पुरुषमाथि पुष्टि हुन्छ भने त्यो पुरुषलाई 15 वर्ष जेल 10 लाख रुपियाँ जरिमाना हुने कानुन बनाउनुहोस्। र त्यो कानुन पारित हुँदैन भने त्यसमा विरोध गर्नुहोस्। र त्यो प्रमाणित भएन, झुटा ठहर भयो भने तपाईँहरूले झुटा ठहर भने त्यही लेडिजलाई 15 वर्ष जेल र 10 लाख रुपियाँ जरिमानाको कानुन बनाउनुहोस्। त्यो हो गर्ने उज्जवल भविष्य गर्न। अब तपाईँहरूले भन्नुहुन्छ सरकारले 40 दिनमा 47 अर्ब रुपियाँ ऋण लियो भन्नुहुन्छ। ऋण नलिएर देश कसरी चलाउनु? तपाईँ भन्नुहोस् 28 खर्ब हाम्रो नेपालीको ऋण छ देशको। त्यो ऋणको ब्याज तिर्नलाई त ऋणै लिनु पर्यो। देशमा त छैन आय स्रोत, कल कारखानाहरू सबै बन्द भइसके। कल कारखानाहरू बन्द भएपछि कहाँबाट आउँछ त? ऋण ल्याउनु पर्यो। तर तपाईँले के बुझ्नु पर्यो भने त्यो ऋण लिएको पैसा कहाँनिर प्रयोग भइरहेको छ, कुन कामको लागि कुन शीर्षकमा प्रयोग भइरहेको छ त्यो बुझ्नु जरुरी छ नि त। ऋण ल्याएर मान्छे गरिब कहिले हुने हो र? देश गरिब हुने हो र? विभिन्न शक्तिशाली राष्ट्रहरूले ऋण काटिरहेका छन् त। अमेरिकाको कति ऋण छ भनेर सुनिन्छ, चाइनाको कति ऋण छ भनेर सुनिन्छ, जापानको कति ऋण छ भनेर सुनिन्छ, सिङ्गापुरको कति ऋण छ भनेर सुनिन्छ, इन्डियामै कति ऋण छ भनेर सुनिन्छ। त्यो आफ्नो विकासमा सही ठाउँमा प्रयोग गर्नु पर्यो नि त। विरोध गरेको छ। ए बाबा, 35 वर्षमा नभएको काम बालेन सरकारले 2 महिनामा गर्न सक्छ र? सक्दैन नि। बालेन सरकारले गलत काम गर्छ भने औँला उठाउन हामी सबै, तपाईँ म सबै मिलेर औँला उठाउन गलत काम गर्छ भने चाहिँ। तर काम गर्ने मान्छेलाई काम गर्न दिनुपर्छ। हेरौँ 1 वर्षसम्म कस्तो काम गर्छ। र अर्को आयो सुकुम्बासीको सरकारले माथिबाट भनिरहेको छ सुकुम्बासी बस्तीमा डोजो त खोलाको किनारमा रहेका, बाटाका छेउछाउमा रहेका र जोखिमपूर्ण ठाउँमा रहेका सुकुम्बासीलाई उठाएर स्थानान्तरण गराउने भन्ने छ। यहाँ त देशव्यापी रूपमा यस्तो हल्ला फैलाइएको छ कि सुकुम्बासी बस्तीलाई अब उठाएर पठाउँछ भन्ने हो। त्यो सुकुम्बासी बस्तीमा बसेका मानिसहरू कति सालदेखि भोगचलन गरेर बसेका छन् त? कुन प्रक्रियाबाट तिनीहरू सुकुम्बासी हुन पुगे त? सामन्तीवाद कम थियो यहाँ।
यहाँ दलित वर्गका समुदायको जग्गा कहीँ पनि नेपाल अधिराज्य पनि नापी भएन। पहुँचवाला गैर दलितको जग्गा नापी भएन। पहुँच नभएका मान्छेको, पहुँच भएका मान्छेको मात्रै नापी भयो। पहुँच भएका मान्छेको मात्रै जग्गा नापी भयो। अहिले सबै सुकुम्बा छ। नेपालमा 45% भन्दा माथिको मान्छे सुकुम्बा छ। के तिनलाई सबैलाई हटाउन सक्छ सरकारले? सक्दैन नि त। यसलाई सही तरिकाले पहिचान गरेर व्यवस्थापनमा सबै मिलेर एकजुट सांसदहरू लाग्दा मिल्दैन र? खाली विरोध, खाली विरोध, खाली विरोध। कसको लागि गर्नुहुने विरोध? केसको लागि गर्नुहुने विरोध? तपाईँहरूले देशको लागि बाँच्नुहोस्। तपाईँहरू जन्मिनु भएको नाङ्गै हो, मरेर जाने नाङ्गै हो। देशको लागि गर्नुहोस्, केही गरेर मर्नुहोस्। तपाईँलाई तलब भत्ता पचाउनलाई म त त्यहाँ पुर्याएको होइन नि त। 77,000 रुपियाँ तलब आउँछ, एउटा बैठकको 1000 रुपियाँ भत्ता आउँछ भनेर त्यहाँ बस्नु भएको तपाईँहरू होइन नि। हाम्रो लागि जानुभयो। दिनभरि ट्याक्सी गुडाउने मान्छे हो हामी, रिक्सा चलाउने मान्छे हो हामी। हाम्रो लागि के गर्नुभएको छ तपाईँहरू? अहिलेसम्म यत्रो 2-3 महिनासम्म के गरेर बस्नुभयो तपाईँहरू? 2-3 महिनाको समय खेर गएन? 2-3 महिनाको समय तपाईँहरूले हावामा उडाइदिनुहुन्छ भने 5 वर्ष बित्न समय लाग्छ र? लाग्दैन। आजलाई यति नै। अब फेरि यस्तै कुराहरू गर्दै जाउँला र मेरो युट्युब च्यानल नेपाली पोषण बाबु म अपलोड गर्छु। म फेसबुकमा अपलोड गर्छु। लाइक, सेयर र कमेन्ट गर्नु नबिर्सिनु होला। सुझाव सल्लाह दिनु होला र भन्दै बिदा हुन्छु। हस् त, नमस्ते, जय नेपाल।